साथीहरु नमस्कार, यहाँलाई स्वागत छ मेरो युट्युब च्यानलमा। आज हामी जापानिज भाषाको हिरागाना लेख्न गइरहेका छौं। कृपया भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला किनभने आजको भिडियो अत्यन्तै महत्त्वपूर्ण हुनेवाला छ। आज हामी हिरागानामा कतिवटा अक्षरहरू हुन्छन् त र हिरागाना कुन अवस्थामा युज हुन्छ त भन्ने बारे सर्वप्रथम हामी छलफल गर्नेछौं। अब हिरागानामा भन्नुपर्दा हाम्रो 46 वटा लेटर हुन्छ र हिरागानाको युज कुनै पनि जापान भित्र रहेको वस्तु वा मानिसको नाम तोकेर भन्नुपर्दा हिरागानामा लेख्नुपर्ने हुन्छ हामीले। त्यसैगरी आजको भिडियो हामी ढिला नगरी सुरु गर्नेछौं। सुरु गर्नुभन्दा पूर्व भिडियोलाई लाइक गर्न र च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनु होला है त। आजको भिडियोमा हामी स्टेप बाइ स्टेप हिरागाना लेख्न सिक्ने छौं। मलाई आशा छ हजुरहरूले पनि सिक्नु हुनेछ। अब म हिरागाना लेख्न सुरु गर्नेछु र यहाँहरूलाई पनि कपी अगाडि राखेर लेख्नुहुन्छ भन्ने आशा राखेको छु। सर्वप्रथम आ लेख्ने छौं हामी। आ यो भयो हाम्रो आ। स्टेप बाइ स्टेप लेख्दा सर्वप्रथम हामीले फर्स्ट लाइनमा यो लेख्नुपर्ने हुन्छ, सेकेन्डमा यो हुन्छ र थर्डमा यो हुन्छ। अब आउँछ ई। ईलाई लेख्नुपर्दा टक्क यहाँबाट यस्तो घुमाएर थोरै डेस दिने। स्टेप बाइ स्टेप लेख्नु पर्दा सर्वप्रथम हामीले यो लाइन लेख्नुपर्ने हुन्छ, स्टेप 1 र स्टेप 2। अब आउँछ उ। उलाई चाहिँ पहिला हामीले यहाँबाट थोरै यस्तो गर्ने र यस्तो घुमाउने। यो भयो उ। अब स्टेप हेर्दाखेरि फर्स्टमा हाम्रो यो स्टेप हुन्छ र सेकेन्डमा चाहिँ यो स्टेप हुन्छ। सेकेन्ड स्टेप है त। अब आउँछ हाम्रो ए। यसलाई चाहिँ थोरै यहाँबाट डेस दिएर र जेड बनाउनु होला। यसो जेड। जेड फर्स्ट स्टेप भन्नुपर्दा स्टेप फर्स्ट अनि स्टेप सेकेन्ड। अब आउँछ हाम्रो ओ, जुन लगभग आसँग हाम्रो मिल्न जान्छ। हेर्नु होला है त। सरी, यसरी यसको पनि सेम। यो आको जस्तै यो लाइन भन्दा तल नजाओस्, यो लाइन भन्दा तल यो नजाओस्। अब स्टेप बाइ स्टेप गर्नुपर्दा पहिला सिधा लाइन अनि तल गर्ने, तलबाट सिधै घुमाएर तपाईको यस्तो गरेर यताबाट तीन दिने। यो भयो आ।